हेलो, गुड मर्निङ, नमस्ते। दिपक चन्द फरेन्सिक क्लबमा जोडिनुभएका सम्पूर्ण साथी मित्रहरूलाई हार्दिक नमस्कार छ। साथै हामी आज मङ्सिरको महिनाको अवस्था छ। चिसो मौसमको साथ बिहेमा जाने तयारीमा छ। एकदम रमाइलो ठाउँ हुनेछ। ट्याक्कै लगाएर मामा र भान्जा जाँदैछौँ। कोलपुरदेखि हिँडिसकेको अवस्था छ। कोलपुरदेखि सुर्खेतको ट्राभल्स सुर्खेततिर जाँदै हो। चिसो मौसम छ। मङ्सिरको अवस्था हो। 2081 साल 8 महिना 7 गतेको दिन। तर भोलि चाहिँ बिहे हुँदैछ 8 गते। ट्याक्कै गरेर हामी कोलपुरदेखि अगाडि पुगिसक्यौँ है साथी। एकदम नेचुरल वातावरण छ। चिसो हावा छ। एकदम प्राकृतिक वातावरण हो। भन्नुपर्दा ठ्याक्कै नेचुरल नै छ है। बाँकी अगाडि अब कति टाइम लाग्छ थाहा छैन। अब मौसम चिसो पनि छ। पानीहरू नमिलेर अलि मेरो भोइस पनि त्यति क्लियर नआएको होला। त्यसमा क्षमा राम्रै गर्न चाहन्छु है। क्लियर नहुन सक्छ। गाइजहरू गुड मर्निङ। ठ्याक्कै भन्नुपर्दा हामी वीरेन्द्रनगरमा इन्ट्री भइसकेको अवस्था छ। एकदम खुसी छु। नानुहरूसित पनि भेटघाट भइरहेको छ धेरै समयपछि। दाजुको छोरी र भाइको छोरी, दाजुको छोरी विनिता अनि भाइको छोरी जेनिससँग भेट भइसकेको अवस्था छ। र ट्याक्कै लगाएर हामी बिहेको घर नजिक आइसकेको छौँ। भित्र पनि फुल तयारी भइरहेको छ। सुविवाह सन्तोष अनिता स्वागतम 2081 8 मङ्सिर 8 गतेको बिहान। एकदम फुल्ली भित्र पनि तयारी नै छ। एकदम रमाइलो दृश्यहरू आउँदैछ साथीहरू। स्किन नगरेर लास्टसम्म हेरिदिनु होला। नेपाली रीतिरिवाज अनुसार हुँदैछ र फुल्ली तयारी छ। बेहुलाको भाइ बेहुलालाई बोकेर ल्याउने र बेहुलीको भाइले बेहुलीलाई बोकेर जग्गासम्म लग्ने। त्यसपछि कर्मकाण्ड चालु हुने अवस्था चाहिँ एकदम छिटै चलिरहेको छ। कामहरू एकदम रमाइलो देखिएको छ। ल बेहुलीको भाइले पनि ल्याइसकेको अवस्था छ। जग्गामा आइसक्नु हो। ओके, एकदम रमाइलो छ। भेरी नाइस नेचुरल फुलहरू आफ्नै हातले बनेको शुद्ध एकदम सफा शुद्ध मन। कार्यक्रम चालु नै छ। हेर्दै जानु होला। अब नाचगान पनि धेरै छ। नाचगान हुन्छ। पण्डित पनि खुसी हुनुभएको अवस्था छ। उहाँले आफ्नै भिडियोहरू गर्नुहुन्छ। ओके, एकदम भेरी नाइस। रीति संस्कृति अनुसार बेहुलीले बेहुलालाई माला लगाएको अवस्था छ। अनि बेहुलाले पनि बेहुलीलाई माला लगाएर आदान प्रदान आजदेखि माया सटासट नातामा जोडिने, सम्बन्धमा जोडिने
संस्कृति र नियम कानुन अनुसार विधि बाचा पुर्याएर अगाडि बढिराखेको अवस्था एकदमै सकारात्मक छ। भयो ठिकै छ। ल माला पनि लगाइदिनु भएको छ उहाँहरूले, अनिताले सन्तोषले पनि लगाइदिनु हो। कङ्ग्रेचुलेसन। यसरी नै सुखमय बितोस्, सरल बितोस् जिन्दगी। सोचेपछि जिन्दगी धेरै छोटो पनि छ, सरल पनि छ। सुख दुःख भन्ने कुरा एउटा आफूले विचार गरेर कसरी म्यानेज गर्ने आफ्नो आफ्नो कुरा हो। अप्ठ्यारोमा भयो भने, अप्ठ्यारोमा बित्न गयो भने, लाइन बिग्रियो भने चाहिँ अलि लामो पनि लाग्छ, कठिनाइ पनि लाग्छ। यस्तै हो जिन्दगी। हामी त भोगी पाएको भन्छौँ। लगाइदिएको छौँ, टिका लगाउँदैछौँ। कङ्ग्रेचुलेसन्स। यसरी नै सधैँभरि खुसी रहनु। एक दिन हाँसेर हुँदैन, सधैँभरि हाँस्नु, सधैँभरि एकदम सरल सुविधा तरिकाले बिताउन सिक्नु, एक अर्काले सपोर्ट गर्नु, आफू नठुलाई भनेको मान्ने, धेरै बुद्धिजीवी हुनु। आज अघि आउने दिनहरूमा धेरै बुद्धिमानी हुने र धेरै आफ्नो प्लानहरू योजनाहरू सक्सेसफुल हुँदै जाओस्। हुनु पनि पऱ्यो सक्सेस। माथिबाट पनि हेरिरहनु भएको छ जन्तीहरू, नानी बाबाहरू पनि खुसी छन्, सानो बच्चाहरू पनि रमाइरहेको अवस्था छ। एकदम रमाइलो दृश्य छ। दुलुन दुला बसिरहेको अवस्था छ। गाउँलीको भाइ बनिरहेको छ अरूभन्दा। अगाडि जग्गाहरू छ, फलफुलहरू छ, रमाइलो छ। कलश साइडमा राख्दै हुनुहुन्छ गाउँलाले। साइडमा मम्मीहरू पनि रमाउनु भएको छ, आमाहरू एकदम खुसियाली छ है चारैतिर। ठ्याक्कै भन्नुपर्दा सुर्खेत एयरपोर्टदेखि 500 मिटर अगाडि रहेछ। 2 दिन भयो, हिजो आएको, आज कसरी फेरत गएर रमाउँदै हो। पण्डितजीले पनि आफ्नो विधिहरू गरिराख्नु भएको अवस्था छ। एकदम स्वस्थ मनले, शुद्ध मनले नानाहरू पूजा गर्दैछ। माइल छ, खुसी छ। लोकेसन पनि एकदम ब्युटी रहेछ। नेचुरल केराको कामहरू एकदम सफा, घरमै उमारेर घरमै लगाएको रमाइलो छ। फुलमालाहरू स्वस्थ छ, वातावरण स्वस्थ छ। मङ्सिर महिनाको चिसो मौसम, चिसो न्यानोमा आएको साथमा लगाउनु आएको जरिसकेको अवस्था छ। ठ्याक्कै लगाएर एकदम खुसी छ। स्किप नगरेर अन्त्यसम्म साथ दिनु होला, हेरेर सपोर्ट गरिदिनु होला, सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। उहाँहरूको लागि, दुलुन दुलाको लागि अघि आउने दिनहरूमा, आगामी दिनहरूमा अझै राम्रो हुँदै जाओस्। हाम्रो कमेन्ट गरिदिनु होला। उहाँहरूलाई सपोर्ट गरिदिनु होला।
कमेन्ट गरिदिनु होला, माया गरिदिनु होला। हेर्नुहोस् एकदम रमाइलो छ। अब बिहे भनेको त यस्तो विभिन्न फर्स्टको र फर्स्टको लास्टको बिहे भनेको बिचमा बिहे जस्तो भनेको होइन। फर्स्ट बिहे नै भइहाल्यो, लास्ट भनेको मृत्यु अवस्था हो। दुईचोटि मुसलमान लगाउने बिचमा त यताउति के हुन्छ त्यो चाहिँ अलग कुरा हो। फर्स्ट भनेको त्यही नै हो। जिन्दगीमा कहिले नै नभएको खुसीको अवस्था, कहिले नै नभोगेको एउटा नयाँ बाटो खोजेको, नयाँ चिजको सुरुवात गरेको, नयाँ जिन्दगीको सुरुवात गरेको लगनगाँठो साथ यज्ञमा चारैतिर घुम्ने कार्यक्रम भइरहेको छ। भान्जो बाबु पनि क्यामेरा गरिरहनु भएको मोबाइलमा एकदम साइटो गरेको। ओके, रमाइलो छ है। त्यो पनि आफ्नो किताब पढ्दै हुनुहुन्छ। कार्यक्रम चाहिँ कन्टिन्यू चालनै छ। अहिले जति पुरै फिनिस भएको छैन, त्यसपछि नाच्ने प्रोग्राम हुन्छ। अहिले चाहिँ बिहान घुमिरहेको अवस्था छ। नानाहरू पछाडि खेलिरहेको छ, भान्जाहरू सायद आउनुहुन्छ। पण्डितबाट आफ्नो विधि गरिराखेको अवस्थामा हुनुहुन्छ। बाँकी जन्तीहरू लगन्तीहरू रमाइरहनु भएको छ, बसेर हेरिरहनु भएको छ। देश रमाइलो छ। कति राम्रो नेचुरल केराहरू, केराको पात, हजारीको माला आफ्नै हातले बनेको, घरमा उमारेर बनाएर बुनेको उमारेर, एकदम त नेचुरल हो नि त। बजारमा अब सिटीहरूमा बजारमा किन्नु पर्छ यताउति, अरूको हातभन्दा घरमै उमारेर घरमा बनाएको कति राम्रो नेचुरल, एकदम शुद्ध सफा होइन। कति राम्रो लागिरहेको दिजु हुन्छ साइडमा हाम्रो। एकदमै रमाइलो छ गाइस। त्यो साथ दिनु होला लास्टसम्म, एकदम भिडियो कल नगरेर लास्टसम्म साथ दिनु होला। कन्टिन्यू चालु नै छ। सकारात्मक ढङ्गले अगाडि बढिरहेको छ कार्यक्रम। अन्त्यसम्म साथ दिनु होला, सपोर्ट गरिदिनु होला। एकदम खुसीले मगमगाएको अवस्था। एकदमै रमाइलो म्युजिक पनि बजिरहेको छ, पञ्चे बाजा रमाइलो छ। ओके, फुल तयारीको अवस्थामा हुनुहुँदो रहेछ। यसो छोडेर एकछिन स्कुल गरेर यतातिर कस्तो तयारी गर्नुभएको, टेन्टहरू एकदम व्यवस्था गर्नुभएको रहेछ। खाना खाने ठाउँ